हेलो गुड मर्निङ तपाईहरु सबैलाई आज मेरो घरमा फुलेको जेरेनियम देखाउँछु है त ल हेर्नु है त अनि कस्तो लाग्यो त राम्रो छैन यो कलर एकदम बट्टाबट फुल्दैछ राम्रोसँगले यहाँनिर छ रेड कलर बर्ड्सहरु पनि त्यतिकै छ यो चाहिँ फुलिसक्यो हैन यहाँ छ यो भयो हेर्नु त सिंगलमा दामी छ यता अरु पनि छ यो मसिनो सानो सानो तपाईको यो सयपत्री फुल जस्तो चाहिँ यो चाहिँ जेरुसलेम डेजी हो यो चाहिँ भर्खरै नयाँ आएको न्यू भेराइटी हो जेरेनियम्सहरु यहाँ पनि छ व्हाइट कलरमा यहाँ छ रोज बर्ड भेराइटी यतातिर छ यहाँ पनि छ कतिपय यहाँ पनि छ यो चाहिँ सबै जेरुसलेम डेजिसको कटिङ्सहरु हो अनि छ यो चाहिँ नयाँ भेराइटीको पिटुनिया कतिपय जेरेनियम्सहरु यहाँ पनि छ एउटा यहाँ पनि फुलेको छ जेरेनियम अनि यहाँ चाहिँ हाम्रो यिनीहरु सबै जेरुसलेम डेजी र न्यू पिटुनिया हो चाहिँ यो सबै जेरुसलेम डेजी हो साथमा पिटुनिया पनि छ यो चाहिँ आइबी पिटुनिया हो अगाडि राखेको यो चाहिँ पुरानो किसिमको हैन पुरानो फर्स्ट हुन्छ नि ओल्ड जेरुसलेम डेजिस हो यो चाहिँ अलिक अग्लो हुन्छ हाइड्रेन्जियाहरु पनि छ यिनीहरु चाहिँ त्यो जेरुसलेम डेजिसहरु पिटुनिया यो पिटुनियाहरु चाहिँ सबै स्पटेडमा छ जेरुसलेम डेजिस एकदमै दामी फुल छ यो पनि जेरुसलेम डेजिस हो यहाँ
आएको छ। व्हाइट कलरमा छ, बेसी चाहिँ व्हाइटमा छ, तर अरू पनि छ फाल्टु कलर्सहरुमा।